काठमाडौँ उपत्यकाको दक्षिण पश्चिममा अवस्थित रहेको चन्द्रगिरी नगरपालिकाको मत्स्य गाउँमा विराजमान मत्स्य नारायण मन्दिरको दर्शन आज सँगै गरौं है त। यस मन्दिरमा माछाको मुखबाट प्रकट हुनु भएको करिब 1 फिट अग्लो 4 हातमा शंख, चक्र, गदा र पद्म धारण गर्नु भएको भगवान विष्णुको मूर्ति विराजमान रहेको छ। पुराण अनुसार भगवान विष्णुले 10 अवतार धारण गर्नु भई प्रलय कालमा समुद्रमा वेदको रक्षा गर्नु भएको उल्लेख पाइन्छ। यसै मन्दिरलाई केन्द्रित बनाएर हरेक 3 वर्षमा पर्ने मलमास अर्थात पुरुषोत्तम मासमा मात्रै 1 महिने लामो मत्स्य नारायण मेला लाग्ने गर्दछ। यो वर्ष भने ज्येष्ठ 3 गतेदेखि अषाढको 1 गतेसम्म मत्स्य नारायण मेला मनाइँदैछ। मेलाको अवसरमा मन्दिर परिसरको पवित्र पोखरीमा स्नान गर्नाले पाप पखाली पुण्य प्राप्त हुने, आत्मा शुद्ध हुने र भगवान विष्णुको आशीर्वाद प्राप्त हुने विश्वास पनि गरिन्छ। मलमास बाहेक नववर्ष तथा जनै पूर्णिमाको दिन पनि मत्स्य नारायणको दर्शन गर्न भक्तजनहरूको निकै ठूलो घुइँचो लाग्ने गर्दछ। 500 वर्ष भन्दा पुरानो मानिने यो मन्दिर भगवान विष्णुको मत्स्य अवतारसँग सम्बन्धित रहेको छ। यो मेला सांस्कृतिक उत्सवको रूपमा पनि निकै आकर्षक हुने गर्दछ। लाखे नाच, पारम्परिक बाजा गाजा तथा नेवारी सांस्कृतिक कार्यक्रमहरूले मत्स्य गाउँको रौनक अझै बढाइ